हेलो एन्ड नमस्ते एभ्रिवान, दिस इज प्रमिशा र मैले आज मुभी रिभ्यू लिएर आएको छु र मुभीको नाम रहेको छ जन्ते बाख्रो। जन्ते बाख्रो जुन बाख्रोलाई कमलको आमाले उसको बिहेको लागि भनेर राखेकी हुन्छन् र त्यो कमलको रोलमा सौगात मल्लले मुख्य पात्रको रूपमा अभिनय गरेका छन्। कमलले आफ्नो आमा एक्लो भएर आमाको हेरचाह गर्नुका लागि राम्रो केटी खोजिरहेको हुन्छ र त्यसै क्रममा उसले 3 जना केटीहरूलाई रिजेक्ट गर्छ र उहाँहरूको भूमिकाको रूपमा कुसुम शर्मा, सकम्बरी, समापिका गौतम र रुषा न्यौपाने जस्ता एक्टिङमा एक्सपिरियन्स भएका आर्टिस्टहरू पनि रहेका छन्। मुभी डेब्यू गरेकी गरिमा शर्माले सम्झनाको रोल प्ले गरेकी छिन्। उनको सुरुवात टिकटकबाट भए तापनि त्यस्तो देखिँदैन, किनकि उनले यो मुभीमा एउटा एकदमै एक्सपिरियन्स आर्टिस्ट जसरी काम गरेकी छिन् र उनी यो मुभीमा अपोजिट लिडमा इनोसेन्ट केटीको रोलमा छिन्। सम्झना कमलको गाउँ आउँदा कमलले सम्झनालाई मन पराउँछ र सम्झनाको घरमा प्रेमको लागि हली बस्छ र यो मुभीको वान अफ द बेस्ट प्लट पनि रहेको छ र यो प्लट हेर्नुको लागि मुभी हल जानुस् र इन्जोय गर्नुस्। मुभीको आउने सिनहरूमा लभ कन्फेसन जस्तो कुराहरू पनि देख्न पाइन्छ, जहाँ एज एन थर्ड क्यारेक्टर आसिफ शाह एज हरि पनि देखिएका छन्। उनी धनी मुखियाका जिद्दी छोरा हुन्छन् र यही कारणले गर्दा सम्झनाको बुवाले छोडिदिन मान्दैनन् र कमलको गाउँतिर बसाइसराई गर्छन्, जहाँ मुभीको बेस्ट पार्ट रहेको छ। घटनाक्रम विकसित हुँदै जाँदा मर्ने धम्की, प्रेमको लागि कमल झुन्डिनु पर्ने, डोरी चुडिनु, बिहे हुनु जता इन्ट्रेस्टिङ सिनहरू पनि रहेका छन्। हिरोइनले रलाई ल भन्ने, कमलको साथी लमीको क्यारेक्टर र एक्ट्रेसहरूको कमेडीले गर्दा यो मुभीलाई एकदमै इन्ट्रेस्टिङ बनाएको छ। जुन मुभीमा साइमस सुनवारले डिरेक्सन र प्रदीप भारद्वाजले राइटिङ र सन्तोष गौतमले प्रड्युस गरेका हुन्। मुभीको पपुलर म्युजिक घुमाई राजा र अङ्गुरको झुप्पा भाइरल रहेका छन्। मुभीको सिनेमाटोग्राफी इन्डोर र आउटडोर एकदमै राम्रो छ र साथसाथै हामीले यो मुभीको सिनहरूमा कञ्चनजङ्घा जस्तो उच्च हिमालहरू पनि देख्न सक्छौँ। सौगात मल्लको एक्टिङ स्किल्सहरू डिरेक्टरले यो मुभीमा राम्रोसँगले देखाउन सकेका छैनन्, जुन हामीले सौगात मल्लको अरू मुभीहरूमा राम्रोसँगले देख्न सक्छौँ र गाउँठाउँ अनुसार मेन लिडको ड्रेसअपमा पनि ध्यान दिनुपर्ने हुनेछ। एक्ट्रेसहरूको सिन इन्टरटेनिङ भए तापनि उहाँहरूको क्यारेक्टर र सिनहरू अलिक बढी जस्टिफाई भएको छैन। हिरोइनको बुवाको स्क्रिनको प्रेजेन्स अलिक लम्बाइएको छ र लिड एक्टरहरूको सिनहरू कम्पेरिटिभली कम छ। आसिफ शाहको एक्टिङ एकदम उत्कृष्ट छ भने उहाँको क्यारेक्टर अनजस्टिफाइड देखिएको छ र मुभी ओभरअल एकदमै राम्रो छ। हलमा गएर हेर्दा हुन्छ र मैले यो मुभीलाई रेट गर्नुपर्दा चाहिँ 6 out of 10 रेट गर्छु। Thank you so much for watching till the end. Special thanks to The Radiance LMC for the makeup, and please don't forget to like, comment, share and subscribe our YouTube channel Chitika Production.